साथीहरू नमस्कार। आज एनपिएल 2 को जुन फाइनल म्याच सम्पन्न भएको छ लुम्बिनी लायन्स भर्सेस सुदूरपश्चिम रोयल्सको त्यसमा लुम्बिनी लायन्सले निकै नै राम्रो बलिङ अर्थात् बलिङ फिल्डिङ र समग्र रूपमा राम्रो प्रदर्शन, समझदारी, साझेदारी र राम्रो क्याप्टेनसिपमा रोहित पौडेलको र जसमा चाहिँ रोहित पौडेल र शेर मल्लले 3-3 वटा विकेट लिँदै र समग्र टिमले राम्रो प्रस्तुति गरेको कारण चाहिँ यो म्याच सहजै जित्न सकेको हो। अर्थात् 85 रनमै सुदूरपश्चिम रोयल्सलाई अल आउट गरी सेकेन्ड इनिङमा लुम्बिनी लायन्सले राम्रो प्रदर्शन गर्दै सहजै जित हासिल गरेको छ र लास्ट एनपिएलको अर्थात् प्रथम एनपिएल सिजनको विजेता जनकपुर बोल्ट्स थियो र लुम्बिनी लायन्स अन्तिममा पर्नु सकेको थियो भने योपल्ट चाहिँ जस्ट अपोजिट भएको छ। अर्थात् लुम्बिनी लायन्सले कचुवाको गतिमा सुरुवात गरे पनि गेम निकै नै सुझबुझपूर्ण र राम्रो प्रदर्शन गरेर अपोजिट टिमलाई दबावमा राख्न सफल हुँदै यो एनपिएल 2 को ट्रफी आफ्नो पोल्टामा पार्न सफल भएको छ र पहिलो टिम एनपिएल जुन पहिलो सिरिज थियो त्यतिखेरको ट्रफी चाहिँ जानकी मातालाई र दोस्रो ट्रफी यो एनपिएल 2 को चाहिँ बुद्ध भगवानलाई अर्थात् लुम्बिनीलाई भन्ने थियो। एउटा नारा पनि सुनिएको थियो, त्यो चाहिँ साबित भएको छ, सत्य साबित भएको छ। बधाई छ लुम्बिनी लायन्स टिमलाई, रोहित पौडेललाई र सम्पूर्ण नेपाल क्रिकेटलाई मन पराइदिनु हुने सम्पूर्ण नेपालीहरूमा। थ्याङ्क यू।